हेलो नमस्ते सबैमा। आज फेरि मैले एउटा सानो भ्लग लिएर आएको छु तपाईहरुमाझ। आज फेरि एउटा हाम्रो पम्प चलिरहेको छैन। यो पम्पको प्यानल बोर्डलाई मेन्टेनेन्स गर्नुपर्ने भयो। साथीहरु कसरी मेन्टेनेन्स गर्ने होला? यो चाहिँ हाम्रो हेटौडा 14 नयाँ बस्ती खानेपानीको पम्प हाउस हो है साथीहरु। ल साथीहरु सबै चीज चेक गर्दाखेरि पनि केही पत्ता नलागिसके पछाडी लास्टमा आएर चाहिँ एमसीबी ट्रिप भएर बसेको रहेछ। यो एमसीबी ट्रिप भएर यसरी ट्रिप भएर बस्नु भएको रहेछ। उहाँलाई हामीले फेरि ट्रिप रिलिज गरेर चलायौं। फेरि ट्रिप रिलिज गरेर चलाइसके पछाडी अहिले चाहिँ राम्रो अवस्थामा चलिरहनु भएको छ। फाइनली गाइज हाम्रो प्यानल बोर्ड चाहिँ स्टार्ट भइसक्यो।